कुमार देव सप्तरीबाट टिएमएनसी को स्वयंसेवक सदस्य पनि हुँ। म धेरै कुरा गर्न चाहन्न, तपाईहरु धेरै दिग्गज मान्छेहरु हुनुहुन्छ, म त सानो बालक जस्तो। मसँग घटेको एउटा सानो घटना मात्रै म यहाँ बयान गर्न चाहन्छु। 2058 साल जति बेला दरबार हत्याकाण्ड भएको थियो, त्यो टाइममा म दिल्लीमा थिएँ, इन्डियामा। त्यति बेला मसँग घटेको केही रोचक घटनाहरू छ क्या, जुन म अहिलेसम्म सधैँ सम्झिरहने गर्छु। त्यहाँ दिल्लीमा हुँदाखेरि कसैले तिमी कहाँको हो भन्दाखेरि म नेपालको हो जब भन्थे नि, कसैले पत्याउँदैन थियो। यो नेपाली हुँदै होइन, झुटो बोलिरहेको छ है। म जुन कोठामा बस्थेँ, साइडको कोठामा एउटा त्यही दार्जिलिङको एउटा दाइ बस्नुहुन्थ्यो। उसलाई फेरि दार्जिलिङको उसँग इन्ट्र्याक्ट हुँदाखेरि हामी साथी बन्यौँ। उसलाई सबैले नेपाली भन्ने है। अनि त्यहाँ गएर मैले सोचेँ क्या, म नेपालको हुँदाखेरि मलाई नेपाली नभन्ने, ऊ दार्जिलिङको हुँदाखेरि उसलाई नेपाली भन्ने। त्यसपछि यो सोचिराखेँ म, त्यति बेला सानै थिएँ। आएँ फेरि फर्केर फेरि पढाइलाई कन्टिन्युटी दिएँ, पढ्न थालेँ। हुँदाहुँदै ऋतिक रोशन काण्ड घट्यो नेपालमा। त्यतिखेर पनि धेरै कुराहरू मैले यो कुरालाई जुन छ बारम्बार आफ्नो दिमागमा भच्कचाइरहन्थेँ, किन यस्तो भइरहेको छ। त्यसपछि के अरे 63 सालमा